1 करोड पैसा भेट्यो भने के गर्ने? म त ढोका चुक लाएर त्यो पैसा ओछ्याउने ओड्ने सुत्ने हेर्ने खुसखुस झिक्ने खाने ठमेल घुम्ने बजार घुम्ने यतापट्टि 8वटा यतापट्टि 8वटा 16वटा बोकेर हिँड्थ्यो। त्यस्तो 800 क्या अबुई 8 म त गाईसँग बुढोसित खेल्ने। पूजा बहिनी हामी 1 करोड पैसा भेट्यो भने के गर्ने? चाउमिन हैन चटपट खाना चटपटी खाना आउने 1 करोड पैसा भेट्यो भने चटपट खाना आउने। कुनै बेलाको चर्चित मोडल अनि गायिका अनि डान्सर अहिले बेलाको डान्सर अहिले यो हालमा हुनुहुन्छ। बाटोमा हेर्नु चटपटी खाँदै हुनुहुन्छ। ए त्यो म त यो काटेर फाल्छु म हाल्दिन। चितलाउने देखेर यहाँले चटपट खुलाउन ल बाटोमा हिँडिरहनु भएको रहेछ टाउको कुनै त भोक लागेर अनि मैले ल्याएर पैसा नभएको रहेछ सोनिकाजीलाई मैले ल्याएर चटपटी कस्तो लागेछ? चटपटी मिठो छ खानुस्। हेलो गाइज यतिखेरको बसाइमा हाम्रो सौकत लामाजी पानीपुरी खाँदै हुनुहुन्छ। यो त प्रेग्नेन्ट मान्छेले पो खान्छ यसरी यार होइन त? तपाईँ प्रेग्नेन्ट हो? कति महिना भयो? तपाईँ पनि थोरै खानुहोस् न लिनुहोस् न। खान्न भनेको हुन्न के हुन्न। पूजा बहिनी हामी 1 करोड पैसा भेट्यो भने के गर्ने? चाउमिन हैन चटपट खाना चटपटी खाना आउने 1 करोड पैसा भेट्यो भने चटपट खाना आउने। चटपटी मात्र किन्ने। 1 करोड पैसा भेट्यो भने चटपटी चाहिँ कति ठिक्काको किन न? धेरै नहाल्नु। 1 करोड पैसा भेट्यो भने कतिको चटपटी खाने? ब्याङ्कमा राख्ने हैन चटपटी खाँदा मात्रै झिक्ने चटपटी खाँदा झिक्ने। एकचोटि निकाल्दा कति निकाल्ने चटपटी? जिन्दगीभर पुगोस् न। 1 करोड पैसा भयो तपाईँ के गर्नुहुन्छ? के गर्ने उता त घुम्न जाने उता कहाँ कोसँग एउटा बोयफ्रेन्डसित स्कर्ट लाएर स्कर्ट लाउने हो। म तपाईँलाई खिच्छु। तपाईँले चाहिँ भन्नु त ल 1 करोड पैसा भेट्यो भने के गर्ने? म त ढोका चुक लाएर त्यो पैसा ओछ्याउने ओड्ने सुत्ने हेर्ने खुसखुस झिक्ने खाने ठमेल घुम्ने बजार घुम्ने यतापट्टि 8वटा यतापट्टि 8वटा 16वटा बोकेर हिँड्थ्यो। त्यस्तो 800 क्या अबुई 8वटा। ल चटपटी खान आएको हामी चाहिँ चटपटी रेडी भयो होइन? खानु न ल खानु। खाऊ के त्यहाँ ल्याउनुहुन्छ? मलाई हो म यत्रो खाए भएर म चटपटी खाएँ ल। म नखाने म पानीपुरी खाने म नखाने। तपाईँ पनि थोरै खानुहोस् न लिनुहोस् न। खान्न भनेको हुन्न के हुन्न। 1 करोड पैसा भेटेर हिरोनीमा भर्ती हुने रे। हिरोनीमा कोसँग खेल्ने? भुवन केहीसँग? म त गाईसँग बुढोसित खेल्ने। राईसँग बुढासँग खेल्ने। अरू के अरे नाम यो कहिले झ्यापे आउँछ कहिले आउँदैन। भुवन कुन के थियो श्रेष्ठ हो कि के हो? भुवन श्रेष्ठ भुवन केसी अनमोल केसी बाउ छोरासँग एकैचोटि खेल्ने। फिल्म लाग्नु ब्रो। पूजा फिल्म खेल्नु अफर आयो भने केमा खेल्ने? हिरोनीमा खेल्दिन म त। कुन हिरोसँग खेल्दिन? नभए त ऊ होला नि प्रदीप खड्का होला नि। अनमोल हो पल्सा हो को त अनि? कोही नै ए त फिल्म लाग्नु अफर हिरोनी आइज यहाँ हाल्दैन लाग्नु
हामी पनि खाइन्छ म सौकतसँग खेल्ने म फिल्मै खेल्दिनँ म बाहेक नि अरू कोसँग खेल्ने फिल्म खेल्नु पर्यो भने सुटिङ खेल्नु पर्यो भने फिल्म गर्नु पर्दैन सौकतसँग सौकत हिरो म हिरोनी भएर खेल्ने अरूसँग नखेल्ने जानेको बोल्नु पनि बेसरी त्यो जग्गा फेरि म हो भनेर फ्रन्ट क्यामेरा गर्नु फ्रन्ट त आउँदैन ब्याक मात्रै हो मलाई क्यामेरै राम्रोसँग चलाउन आउँदैन खासमा कपडा खाँदै कुनै बेलाको चर्चित मोडल अनि गायिका अनि अहिले बेलाको डान्सर अहिले यो हालमा हुनुहुन्छ बाटोमा हेर्नु चटपटी खाँदै हुनुहुन्छ त्यो म त यो काट्न फाल्छु म हाल्दिनँ चिट्लाउने देखेर यहाँले चटपट खुलाउनलाई बाटोमा हिँडिरहनु भएको रहेछ टाउको कुनै त भोक लागेर अनि मैले ल्याएर पैसा नभएको रहेछ सोनिकाजीलाई मैले ल्याएर चटपटी कस्तो लागेको छ चटपटी मिठो छ खानुहोस् उहाँ भनेको चाहिँ सबैले चिनिहाल्नुहुन्छ सबको मोबाइलमा गइसक्नु भएको छ पसिसक्नु भएको गरेको मेरो चर्चित भन्दा चर्चित मोडल अनि गायक है उहाँ चाहिँ सोनिका लामा ले यहाँ हाम्रो यो पानधारा होइन त्यो के मिलन चोक स्वयम्भू मिलन चोक यो 3 धारा र 5 धाराको बिचमा चटपटी खानु भएको अनि कस्तो लाग्यो त यो चटपटी चाहिँ लाइफ फर्स्ट टाइम खानु भएको पहिला खानु पाएको थिएन यस्तो लाइफ फर्स्ट टाइम खानु भएको पाएको हो पहिला होइन नखाएको बिचारा खाऊ नै म त खान्न खानु बिचारा कहिले खान्न पाएको भने खानु कति माया लाग्दो गरी हिँडिरहनु भएको थियो बाटोमा धन्न मैले चिनी हालेर मैले तानेर ल्याएको यता धेरै लाङ्गे नगर बेचेत हुन्छ बेचेत हुन्छ के हो बेचेत भनेको कहाँ हुन्छ बेचेत त्यही ठाउँमा हुन्छ आज चाहिँ आन्टी अनि मेरो बहिनी अनि मेरो बहिनी पूजा अनि त्यसपछि सोनिकाजी खासमा हामी घुमघाम गर्दै आउनु क्रममा चाहिँ यो 3 धारा मिलन चोक भन्ने ठाउँमा आइपुगेर चटपटे खाँदै हो अनि त्यसपछि सोनिकाजी त्यही पारेर चटपटी खानु भएको पिरो छैन धेरै पिरो खान सक्दिनँ धेरै अमिलो खान सक्दिनँ नर्मल धेरै पिरो खायो भने पिरो र अमिलो खायो भने गीत गाउनु सक्दैन घाँटी बस्छ के हुन्छ अरे घाँटी बस्छ सोर छुट्छ आज फुल दिमाग खराब लगे ठुलो त घुर्किन एउटै पिरो छैन आएको मिल्नु आएको नै चल मिठो छैन पिरो पिरो छैन चटपटेमा त काँचो पिरो भएर दही गर्ने बेला मिठो हुन्छ अब पनि चटपटे हो त पानीपुरी बनाउनु न 2 प्लेट त्यो पानी खान्छ पानी यति नै पुग्दैन आफ्नो हेलो गाइज यतिखेरको बसाइमा हाम्रो सौकत लामाजी पानीपुरी खाँदै हुनुहुन्छ यो त प्रेग्नेन्ट मान्छेले पो खान्छ यसरी यार होइन त तपाईँ प्रेग्नेन्ट हो कति महिना भयो हौड्या यही भन्नुहोस् भने त होला पेट सानो छ म त खान्न ना म खान्न कहिले पनि ल हेर्नुहोस् कति मजाले खानु भएको छ लिनुहोस् न भन्नु न आन्टी कप्ला खाइहाल्नु सबै पल परेको चटपट हाल्नु भएछ पुरी त्यत्रो बेटा म खाएको छैन खानु
पर्याप्पै हो मिठो मिठो छ ल बहिनी ताहाकोले मतलब पानीमा पानी चाहियो पिरो हो